साथीहरू हजुरहरूलाई त थाहै छ नि, आराध्या त मामाको बिहामा आएर एकदम धेरै इन्जोय गरिरहेकी छिन्। अनि हामी खाइपी गरेर दिउँसो एकदमै घाम चर्किरहेको थियो, त्यही भएर एकछिन सारीमा आएर रेस्ट गरिरहेका छौँ। अनि उहाँ चाहिँ हुनुहुन्छ आराध्याको फेभरेट साजन मामा। उहाँ टिचर प्लस ब्युटिसियन पनि हुनुहुन्छ साथीहरू। नजिकैको बिहा भएर होला साथीहरू, हामी रमाइलो गर्दै गर्दै एकदमै ढिलो घर फर्किएका थियौँ। अब हाम्रो जन्ती चाहिँ घरतिर फर्किसकेको छ बेहुली लिएर। टाढाको बिहेमा भन्दा नजिकको बिहेमा एकदम धेरै इन्जोय हुँदो रहेछ है मम्मी भनेर आराध्या पनि फुरुक्कै भएकी थिइन् साथीहरू। फाइनली हामी यता बेहुलाको घरमा आइसकेका छौँ। यता बेहुला बेहुलीको स्वागतमा फुपू आमा हजुरआमा सबै बस्नु भएको छ भने रतौली पार्टी यता रमाइलो गर्दै हुनुहुन्छ। यता बेहुलीको गृह प्रवेशको सुरुवाती गरिँदैछ साथीहरू। बेहुलाको आमाले यता आरती उतार्दै हुनुहुन्छ भने पछाडिबाट दिदी बहिनीहरूले दैलो छेक्ने कार्यक्रम सुरुवात गर्दै हुनुहुन्छ। अब भने बेहुलीको गृह प्रवेश सुरु भइसकेको छ साथीहरू। हजुरहरूले चाहिँ आराध्या खै कता छिन् भन्नु होला। आराध्या चाहिँ उता साइडबाट माइजूलाई हेरिरहेकी छिन् र मेरो माइजू कति राम्री भनेर तारिफ पनि गर्दैछिन्। फाइनली साथीहरू बेहुला बेहुली आफ्नो रुममा इन्ट्री गरिसक्नु भएको छ। रुमको डेकोरेसन पनि एकदमै राम्रो थियो साथीहरू, एकदमै राम्रो थियो। चाहिँ यो भिडभाडले गर्दा मैले देखाउन सकिनँ।